अहिले नेपालमा 3 करोड नेपालीमा 3 करोड नेपाली नै राजनीतिज्ञ राजनीतिक विशेषज्ञ जस्तो देखिन्छ। उनीहरूलाई के थाहा छैन भने राजनीति भन्ने कुरा जे देखिन्छ त्यो चाहिँ केही प्रतिशत मात्रै हो, बाँकी चाहिँ सबै पर्दाभित्र हुन्छ, पर्दा पछाडि हुन्छ। यो फागुन 21 मा चुनाव हुँदैन भन्ने विषयलाई लिएर कुरा गर्दा जब भदौको 22-23-24 मा एउटा प्रायोजित र नियोजित घटना घट्यो, त्यो सबै पश्चिमाको डिजाइनमै थियो र त्यो घटना घट्दा बित्तिकै जसरी सरकार गठन भयो र उसले चाहिँ जुन के अरे फागुन 21 लाई चुनाव घोषणा गर्यो, त्यति बेला नै कसरी चुनाव घोषणा गरिएको थियो भने त्यो चुनावबाट कसलाई अगाडि ल्याउने, कसलाई जिताउने, कसलाई हराउने र कस्तो सरकार बनाउने, कसको सरकार बनाउने र त्यो सरकार मार्फत के काम गरेर अगाडि बढाउने भन्ने कुरा चाहिँ पहिल्यै फिक्स भएर विशेष गरिकन अमेरिकाको नेतृत्वमा र उसलाई साथ दिने बेलायत र इजरायल यिनीहरू चाहिँ त्यसरी चुनाव गराउने उसमा थिए भने यदि पश्चिमाको त्यस्तो कठपुतली सरकार बन्यो भने आफूलाई खतरा हुन्छ, आफ्नो शान्ति सुरक्षामा खतरा हुन्छ भन्ने बुझेर विशेष गरिकन इन्डिया, चाइना, रसिया, बङ्गलादेशहरू चाहिँ यसरी अमेरिकाले गराउन खोजेको निर्वाचन हुन दिनु हुँदैन। त्यो किसिमको प्रायोजित निर्वाचन भएर कठपुतली सरकार आयो भने हाम्रो शान्ति सुरक्षामा खतरा हुन्छ, निष्पक्ष चुनाव हुनुपर्छ भन्ने उसमा गएका थिए। यसमा बिचमा चाहिँ चुनाव गराउनु हुँदैन भन्ने पक्षहरूले चाहिँ विभिन्न कामहरू चाहिँ अगाडि बढाउन थाले, प्रयास गरे। जस्तो कि संसद पुनर्स्थापना हुने कुरा पनि पटक पटक भएको, घरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने एङ्गलबाट, घरि शेखरलाई, घरि पूर्व न्यायाधीश के नाम पो तिनलाई प्रधानमन्त्री बनाउने हिसाबले चुनाव रोक्ने चाहिँ प्रयास पटक पटक भयो। तर नेपालको न्यायालयमा पुरै अमेरिकाको कब्जा रहेछ। इन्डियनहरूले, चाइनिजहरूले, रसियन, बङ्गलादेश यिनीहरूले चाहेर पनि संसद पुनर्स्थापना गर्न सकेनन् र त्यस पछाडि चाहिँ विभिन्न दङ्गाहरू हुँदै गए। त्यही मार्फत पनि चुनाव रोक्ने कोसिस भयो र अन्तिममा के निर्णय भएको थियो भने अब प्रधानमन्त्री राष्ट्रपतिलाई धम्की दिएर हुन्छ कि के गरेर हुन्छ, आफ्नो शान्ति सुरक्षामा खतरा हुने देखेपछि, किन भन्दा नेपालमा गतिविधिहरू नि त त्यस्तै चल्दैन नि त। त्यो हिसाबले फागुनको 18-19 तिर चुनाव रोक्ने भन्ने कुरा भएको थियो, चुनाव गर्न नचाहेका पक्षहरूको, इन्डियाको पनि। तर त्यति बेलै अन्तर्राष्ट्रिय राजनीति कसरी गयो भने एप्स्टिन फाइलहरू चाहिँ बाहिर आइरहेका थिए। त्यति बेला मोदीको पनि फाइल बाहिर आयो। त्यस पछाडि के भयो भने मोदीलाई चाहिँ इजरायल बोलाइयो। इजरायल बोलाएर दुईवटा कुरामा चाहिँ बार्गेनिङ भयो मोदीसित कि चाहिँ यो दुईवटा कुरा मान्न पर्यो, होइन भने अहिले त त्यो एप्स्टिन फाइलमा फोटो मात्रै आएको छ, भिडियो समेत लिक हुनेछ भन्ने हिसाबले ब्ल्याकमेल गरेर मोदीलाई दुईवटा केमा बार्गेनिङ गरियो भने एउटा चाहिँ अब इजरायलले इरान हान्दैछ, इजरायल अमेरिकाले इरान हान्दैछ, त्यसमा चाहिँ इजरायल अमेरिकाको पक्षमा उभिनु पर्यो र अर्को चाहिँ नेपालमा जुन चुनाव हुँदैछ त्यसमा चाहिँ कुनै अवरोध पुर्याउनु भएन, निर्वाचन हुन दिनु पर्यो। यी दुईवटा कुरामा त्यस्तै तपाईँको फागुनको 16-17 तिर हो कि 18-19 मा चाहिँ चुनाव रोक्ने भन्ने कुरा थियो, योजना थियो। त्यस्तै 2-3 दिन अगाडि चाहिँ मोदीलाई त्यहाँ बोलाएर बार्गेनिङ गरियो। त्यस पछाडि चाहिँ त्यो चुनाव चाहिँ रोकिएन। त्यसैले फागुन 21 मा सेलेक्सन भयो, मैले इलेक्सन भयो, चुनाव भयो भनेर मैले मान्दिनँ र अधिकांशले मान्दैनन् पनि। त्यसैले राजनीति भन्ने कुरा मैले चाहिँ फागुन 21 मा चुनाव हुँदैन भन्ने कुरा यसरी भनेको हो। अन्तर्राष्ट्रिय राजनीति हेर्ने भने नेपालभित्रको हेर्ने हो भने नेपालमा कसरी गराइयो भने रोकिन्थ्यो। गगन थापालाई के गरियो भने काङ्ग्रेस पहिलो भन्छ, तिमी प्रधानमन्त्री हुन्छौ भन्ने आश्वासन दियो पश्चिमाहरूले। त्यसमा चाहिँ रक्षा बमहरू भए, त्यस पछाडि मुहरम खनालहरू भए जस्ता केहीमा त्यस्ता मान्छेहरू
लाई उसैले प्रयोग गर्यो के गगनका वरिपरि गगनकै पक्षमा देखिन्थ्यो तर उनीहरू गगनका पक्षमा थिएनन् स्वयं उनीहरूलाई पनि थाहा थिएन त्यहाँबाट के आश्वासन दियो भने सबैतिर चाहिँ काङ्ग्रेस ठुलो पार्टी बन्छ काङ्ग्रेसको सरकार बन्छ गगन नै प्रधानमन्त्री बन्छन् भन्ने आश्वासन दियो त्यसै गरी प्रचण्डलाई पनि दोस्रो पार्टी भन्छ अथवा तेस्रै पार्टी भने पनि जसरी पहिलो अघिल्लो उसमा चाहिँ जसरी बार्गेनिङ गरेको थियो तेस्रो पार्टीले त्यसरी नै बार्गेनिङ गरेर प्रधानमन्त्री त प्रचण्ड नै हुने हो तपाईँ नै हुने हो भन्ने हिसाबले गगन र प्रचण्डलाई त्यसरी आश्वासन झुटो आश्वासन दियो र ओइललाई त खै त्यति धेरै आवश्यक सूचना पनि पुग्यो जस्तो मलाई लाग्दैन त्यसैले यस्तै यिनी राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिका यी कारणहरूले गर्दाखेरि चाहिँ फागुन 21मा चुनाव हुँदैन भनिएको हो र अन्ततः यो सेलेक्सन त भयो पनि तर जुन सतहमा देखिन्छ बाहिर अलिकति राजनीति त्यो होइन वास्तविक राजनीति भनेको पर्दाभित्र र पर्दा पछाडि हुन्छ मैले त्यही पर्दाभित्र र पर्दा पछाडिको राजनीति भूराजनीति अध्ययन गरेरै त्यसका आधारमै फागुन 21मा चुनाव हुँदैन भने हो मैले बिना आधार यतिकै भनेको होइन र अन्ततः सिलेक्सन भयो नै र मैले मेरो स्पष्टीकरण चाहिँ यही हो धन्यवाद